साथीहरु जेनजी अभियन्ता भनेर चिनिने मिराज ढुङ्गानालाई चाहिँ यति धेरै उहाँ भाइले चाहिँ झापड हान्नु भएको छ। एकैछिन यो भिडियोलाई हेरेर यो भिडियो सक्दो शेयर गर्नु होला साथीहरु। यो मिराज ढुङ्गानासम्म पुर्याइदिनु होला यो भिडियो। यसले बारम्बार च्यालेन्ज गरिराछस् हैन, बारम्बार च्यालेन्ज गरिराछस्। हामीले पनि भदौ 23 र 23 गते सबैभन्दा विशाल आन्दोलन चाहिँ बालेनको पक्षमा हामी गर्नेछौँ। 77 जिल्लाकोहरू यो चाहिँ तँलाई चुनौती र च्यालेन्ज। यो भिडियो यो घाँटी बाङ्गे यो मिराज भनेको ठाउँसम्म पुगोस् क्या। अति गर अत्याचार नगर भाइ हैन। तैँले ठुलो आन्दोलन सोचिरहेको छस् होला। तैँले 2 सोध्दा हामीले 4 सोच्छौँ हैन। तैँले 4 सोध्दा हामीले 8 सोच्छौँ। तैँले 1 लाख सोच्दाखेरि नि हामीले 5 लाख सोच्छौँ। यो चाहिँ तँलाई चुनौती हो। म भन्न चाहन्छु हरेक नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई, नेपालमा आज विशाल आन्दोलन गर्ने फेरि पुनः भनेर यसले बारम्बारी पत्रकार सम्मेलन गरेछ, त्यही भनेछ, विदेशी भनेछस्। भाइ हैसियत छ भने मेरोमा उठेर काठमाडौँबाट जितेर बस, जिन्दगीभरि तेरो हली बस्छु। मिराज ढुङ्गाना तँलाई च्यालेन्ज। काठमाडौँमा एउटा मेयरको टिकट ल्याएर मात्र जितेर देखा त ल स्वतन्त्रमा बालेनले जस्तो ब्रान्ड बनाएर देखा त। तेरो भिजन के, तेरो हैसियत के, तेरो क्यापाबिलिटी के राजनीतिकमा आएर काठमाडौँ महानगरलाई ल बालेनले जस्तो एक्सन ओरिएन्टेड काम गरेर देखा तेरो हैसियत छ भने। तँलाई मुला बालेनले गरेको काम पनि मन नपर्ने, तँलाई यो सरकार मन नपर्ने, तँलाई कोही मन नपर्ने भने तँ झ्याक्नेको काम के त तँ उठेर देखा न। तर म भन्न चाहन्छु नेपालका 77 जिल्लाका दाजुभाइ दिदीबहिनीहरू, यो सरकार ढाल्नलाई अनेक खालको रणनीति र पर्पाकाण्ड यस्ता परिचालित जेनजीले गर्दैछन् भने तपाईँ हामी पनि एक्सन टु एक्सन बस्नुपर्छ। सिरियस हुने है त्यो बेलामा चाहिँ भन्दैछु म हरेक दाजुभाइ दिदीबहिनीहरू। त्यो दिनमा जेनजी म त जेनजी होइन नभन्नुहोस्। आफ्नो देश बनाउने अधिकार लिएर घरबाट निस्केर चाहिँ विशाल आन्दोलन हामीले पनि गर्ने हो। हामी चाहिँ बालेन पक्ष र सरकारले काम राम्रो गरेको पक्षको आन्दोलन हुनेछ है। यो घाँटी बाङ्गे अति नै गरे क्या। कति डलरमा बिकिस यार। गगन थापालाई समाउन गए होइन र काङ्ग्रेसको नेतृत्व गरेर अगाडि बढ्न झ्याक्ने होइन। जेनजीको रगत पिउन आएको होला। सायद तँ सहित हुनु पर्थ्यो होला। रसी खतिवटाको ठाउँमा तँलाई लाग्नु पर्थ्यो गोली। तँ व्यापार गरेर घरमा मोजमस्ती गरेर बस्ने। जब आन्दोलनमा अरूले लिड गरेर अरूको छोराले योगदान दिने, सहित हुने, अनि तँ राजनीति गर्छु भनेर आउने। तँलाई विपक्षमा बोल्न पाउने अधिकार छ। तर तेरो हैसियत यो होइन कि सरकार ढाल्छु भने चाहिँ सपनामा कल्पना पनि नगर है। त्यो चाहिँ तैँले 21 कदम सोचेर मात्र गर्नु है। यो चाहिँ तँलाई चुनौती हुन्छ है। देशैभरिबाट सेयर गर्नु साथीहरू। त्यो दिन चाहिँ त्यो हुनेछ है त प्लिज।